हेलो गाइस ल अजित हामी चाहिँ नि ल अजित आजको यो कौडे लेकको घुमाइको बारेमा केही भन्नु पर्यो। कौले लेकको चाहिँ नि अब हाइटमा रहेछ, चिसो मौसम रहेछ। हामी बुटोलदेखि चाहिँ नि गर्मीले आत्तेर यहाँ आएको। अब तल चाहिँ नि बाइक राखेर हिँडेर आउँदाखेरि तपाईँको चाहिँ नि ठ्याक्कै 50 मिनट 1 आवर 50 मिनट जस्तो लाग्यो होइन। यहाँ चाहिँ थुप्रै ग्रुपहरू थियो, उहाँहरूले आफ्नो ल्याएको खानेकुरा ल्याएर चाहिँ जताभाइ फालेर बस्नुभयो। तर चाहिँ नि हामीले चाहिँ नि खाएको सामान चाहिँ नि म चाहिँ नि यहाँ पोलिथिन पेपरमा समेट गर्दैछु होइन। तपाईँहरू नै आउनु होला। यो पाल्पा जिल्लाको कौडे लेक चाहिँ नि एकदम भ्यू पोइन्टको लागि एकदम राम्रो छ। अब हामी पनि मेरो यो फर्स्ट टाइम हो। हामी चाहिँ अर्को चाहिँ सेकेन्डचोटि चाहिँ नि फुल नाइट बस्ने गरेर आउने हाम्रो मेरो प्लान छ हाम्रो साथीहरूको। तपाईँहरू आइदिनु होला। हाम्रो युट्युब च्यानल चाहिँ नि डुलुवा 26 रिचलाई सब्सक्राइब गरिदिनु होला, कमेन्ट लाइक गरिदिनु होला। अब यता पनि ल्याऊ साथी। हजुर दाइ, के छ आजको बसाइको बारेमा भन। आजको बसाइ एकदमै राम्रो भयो दाइ होइन। हजुर अब आउँदा आउँदा अब यो पाल्पाको यो पर्यटकीय स्थलै भन्नु पऱ्यो दाइ अहिले होइन। हजुर भर्खर सुरुवात भइरहेको रहेछ कौडे लेक भन्ने ठाउँ एकदमै राम्रो छ दाइ होइन। पछाडिपट्टि हेर्नु स्टिल अझै पनि त्यो डाँडाहरू देख्दा होइन अब यहाँबाट उठेर जाने मन त गरिरहेको छैन। त्यही पनि अब समय बित्यो होइन, अब घरतिर पनि जानु पऱ्यो। प्लस चाहिँ यो ठाउँ चाहिँ एकदमै राम्रो छ दाइ, अन्डर रेटेडै भन्नु पऱ्यो होइन। सायद त्यति धेरै आँखामा त परेको छैन, तर यो चाहिँ निकट भविष्यको दिनहरूमा चाहिँ एकदमै राम्रो सम्भावना बोकेको ठाउँ। अनि यो माथि चाहिँ अझै पनि धेरै कुराहरू चाहिँ मिलाउनु पर्ने अवस्थाहरू रहेछ दाइ है। अब यहाँ पानीहरूको होइन अनि अन्य व्यवस्थाहरूको यो सम्पूर्ण कुराहरू हेर्ने हो भने चाहिँ एकदमै राम्रो छ दाइ। अनि नेक्स्ट टाइम चाहिँ अब अझै दाइले भने जस्तै फेरि एकचोटि हामी आइन्छ यो ठाउँमा। ठाउँ चाहिँ एकदमै राम्रो छ, राम्रो पनि लाग्यो होइन। सबै घुमघाम गऱ्यो, बसियो। के गर्ने, यहाँबाट जान मन त थिएन त्यही पनि। अब त्यो अब आफूले भन न त्यो जपरी ल्याएर ठ्याक्कै क्यामेरा। अब दाइले त्यसलाई अफ गर्नु अनि अफ गरेर हजुरले दाइ यहाँको भ्यू टावर, कौडे लेकको भ्यू टावर हो यो। आज यो बादल लागेको भएर हिमालहरू देखिएन, नत्र यहाँबाट हिमालहरू पनि टन्नै देखिन्छ अरे। आफ्नो फेस देखाउन। ल यताबाट खिच्यो नि तिमीले। दीपक यता यता आउँदै त भयो। दीपक कस्तो लाग्यो कौले लेक? कौडे लेक एकदम राम्रो लाग्यो। मौसम पनि एकदम ठिक छ, शीतल पनि छ यतिखेर। अघि त एकदम भिडभाड थियो, अहिले अलि सुनसान भयो, सबैजना तल झरिसक्यो। अब हामी पनि अब भ्याएर अब निस्किनु लाग्यो यहाँबाट। अनि अरू केही भन्नु छ? होइन, ठाउँ एकदम मस्त छ, आउनुपर्छ। घुम्नलाई एकदम ठिक छ। कुन जिल्ला कहाँ पर्यो? यो पाल्पा जिल्लाको माथागढी गाउँपालिकाको। अनि हामी आउँदाखेरि हाइवेको कहाँदेखि छिरेर आउनु पर्ने? बास्टारीबाट छिरेर भित्रभित्र आएको। अब त्यति ठाउँ त यहाँ पनि ठ्याक्कै थाहा भएन त, माथागढी गाउँपालिका रहेछ। ल ल हस्, धन्यवाद।